अब हजुरको मेरो टोकाइ गहिरो छ कि छैन भनेर कसरी थाहा पाउने त भन्दाखेरि चाहिँ नमस्ते, म डाक्टर सुनिमा शर्मा, कन्सल्ट्यान्ट अर्थोडन्टिस्ट। विगत 15 वर्षदेखि म समाज डेन्टल हस्पिटलमा कार्यरत छु। चाहिँ कि त हजुरले चाहिँ टाइम एन्ड अगेन आफ्नो डेन्टिस्टकोमा जाने, आफ्नो फलोअपहरू गराउने, चेकअपहरू गराउने, त्यो गर्दाखेरि पनि थाहा हुने भयो। अब हजुर त्यहाँ जानुभएको छैन, डेन्टिस्टकोमा भिजिट गर्नुभएको छैन भने चाहिँ हजुरको दाँत के हुन्छ भन्दाखेरि गहिरो टोकाइको कारणले गरेर तलको दाँतहरू चाहिँ स्पेसली दाँतहरू खिँदै जान्छ। खिँदाखेरि हजुरले कसरी थाहा पाउनुहुन्छ त भन्दाखेरि ऐनामा हेर्नुभयो भने चाहिँ माथिको इनामेलको लेयर चाहिँ अलिकति कम हुँदै जान्छ। त्यो भनेको दाँतको जुन चुच्चो चुच्चो कस्पहरू हुन्छ त्यो चाहिँ फ्ल्याट हुँदै दाँतहरू अलिअलि फ्ल्याट हुँदै जान्छ है। त्यसले गर्दाखेरि हजुरलाई के समस्या आउन सक्छ त भन्दाखेरि चाहिँ दाँतहरू सिरिङ सिरिङ हुन थाल्छ है। त्यस्तो भएको छ भने चाहिँ एकचोटि नजिकैको डेन्टिस्ट अथवा अर्थोडन्टिस्टलाई चाहिँ एकचोटि गएर भेट्नु होला। तपाईको 26औं वर्षको गौरवमय सहयात्री समाज डेन्टल।